बाठो रहेछ महावीर पुन, लाटो जस्तो देखिन्थ्यो, चुनाव लड्न उठ्दैन भन्थ्यो, भित्रभित्र त चुनाव लड्न उहाँ योजना बनाइसकेका रहेछ पनि भन्छन्। म योजना बनाएर आएको होइन। अनि महावीर पुन चाहिँले यो सरकारलाई चाहिँ ठग्यो, झुक्क्यायो पनि भन्छन्। त्यसैले मैले कसैलाई झुक्क्याउन होइन, मैले ल्याउन खोजेको शिक्षा सम्बन्धी र विज्ञान प्रविधिको विकास सम्बन्धी तीनवटा अध्यादेश ल्याउन नसकेको हुनाले मैले चाहिँ राजीनामा दिएको हो। फेरि भन्छु, यदि त्यो भएको भए म राजीनामा दिने थिएन, चुनाव लड्ने थिएन। मलाई त्यो चुनाव जितेर लडेर अनि चाहिँ नेता बन्नु छैन। म चाहिँ नेता हुँदै होइन, अहिलेसम्म नेताको काम गरेको छैन र चुनाव जितेर गए पनि संसदमा गएर सांसद भए पनि म नेता हुँदैन। म चाहिँ समाज सेवा नै हुने हो। त्यसैले म चुनाव लडेको कारण थाहा पाउनुहोस्। अब म चाहिँ स्वतन्त्रबाट उठेको छु, स्वतन्त्र उम्मेदवार भएर उठेको छु, कुनै पार्टीमा लागेको छैन। किन पार्टीमा लाइन, किन स्वतन्त्रबाट उठेँ भन्ने कुरा तपाईहरुले पनि बुझ्नुहोस्। म किन स्वतन्त्रबाट उठेँ भने म पहिलेदेखि नै समाज सेवा गर्ने मान्छे हो। कहिले पनि मैले राजनीति गरेको छैन।